र चौथो नम्बरमा छ स्पिक ब्रेकर। स्पिक ब्रेकरमा चाहिँ फेल हुने अवस्था यस प्रकार छ। एक पटक भन्दा बढी खुट्टा भुइँमा टेकेमा, एक पटक भन्दा बढी सवारीको स्टार बन्द भएमा चाहिँ हामी फेल हुन्छौं। र पाँचौं नम्बरमा रहेको छ उकालो। उकालोको फेल हुने अवस्था चाहिँ यस प्रकार छ। टोकिएको रेखा नागी सवारी रोकेमा वा नरोकी अघि बढेमा, रोकिएको अवस्थाबाट सवारी अगाडि बढाउँदा पछाडिको टायर 6 इन्ची भन्दा पछाडि सरेमा पनि हामी फेल हुन्छौं। र अर्को रहेको छ ओह्रालो। ओह्रालोमा फेल हुने अवस्था चाहिँ यस प्रकार रहेको छ। ओह्रालो झर्दा टोकिएको रेखा नागी सवारी रोकेमा वा नरोकी अगाडि बढेमा, एक पटक भन्दा बढी सवारीको स्टार बन्द भएमा हामी फेल हुन्छौं। यो चाहिँ मैले फेल हुने अवस्थाको बारेमा जानकारी दिएकी हुँ। यो मिस्टेक चाहिँ हजुरहरूले ट्रायल दिन जाने बेला नगर्नुहोला। हस्त धन्यवाद।